माघे संक्रान्ति त यसरी पो मनाउँदैछन् त। संक्रान्ति 2 गते हिजो चाहिँ हाम्रो यो माघे संक्रान्ति अलिकति राम्रै खानपिन थियो। आज चाहिँ ल यो हाम्रो चटपटे र चिसोले मनाउँदैछौँ। यो किनभने आज हाम्रो खासै मनाएको होइन, यो चाहिँ हाम्रो हिजोको यो भाँडाकुँडाहरू चाहिँ धुइधाई यहाँ सरसफाइ गरेर सुकाउनु पर्ने थियो। त्यही भएर चाहिँ यो भाँडाकुँडा थन्काउनुको लागि चाहिँ आजको खाजा चाहिँ चटपटे प्लस चिसो डिउ ल।